देख्न सक्नुहुन्छ मेरो पटल आलु पनि फ्राई भएर रेडी भइसकेको छ। कराईमा अदुवा लसुन टमाटर प्याज को पेस्ट बनाएर हालिसकेको छु। यहाँ मेरो मसलामा चाहिँ छ स्वाद अनुसार नमक, गरम मसला, धनिया पाउडर, कश्मीरी लाल मिर्च, जीरा गुडा छ मेरो मसलामा। यो सब हालिदिन जाँदैछु यहाँ। सबलाई मिक्स गर्छु। मेरो मसला पनि यतिको भइसकेको छ। हल्दी पनि हालिदिइसकेको छु। मैले फ्राई गरेर राखेको पटल आलु मसलामा यसलाई एकछिन यसरी भुट्नुपर्छ। एकछिन पाक्न दिनुपर्छ मसलामा। त्यसको पछि गरम पानी तताएर यसमा अलिकति हाल्नुपर्छ। गरम पानी हालेर हालिदिइसकेको छु। अब यसलाई एकछिन छोपेर पाक्न छोड्दिन्छु। मेरो पटल आलुको सब्जी पनि बनिएर रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ मेरो पटल आलुको सब्जी कस्तो के लाग्यो। राम्रो लाग्यो भने एउटा लाइक गरिदिनु होला। बाई।